एक चाहिँ यहाँको भूगर्भको बारेमा अध्ययन गर्छौँ। त्यो भनेको चाहिँ यहाँको सतहमुनि कस्ता खालका चाहिँ माटोका तहहरू छन् त्यो हेर्छौँ। अनि सम्भव भएसम्म यहाँको चाहिँ के भन्छ भूमिगत जलको बारेमा पनि यसो अध्ययन गर्ने कोसिस गर्छौँ। अर्को चाहिँ हामीसँग म्याग्नेटोमिटर भन्ने एउटा डिभाइस छ। यसले चाहिँ चुम्बकीय क्षेत्र चाहिँ कतिको बलियो छ त्यो चाहिँ अध्ययन गर्छ। त्यसको आधारमा चाहिँ हामीले गर्न खोजेको के हो भने फलाम जस्ता चुम्बकीय पदार्थहरूको कारणले गर्दाखेरि जुन एनोमेली डिटेक्ट हुन्छ त्यो चाहिँ कस्तो खालको आउँछ भनेर हेर्न खोजेको हो। त्यस कारणले गर्दाखेरि अब अहिले चाहिँ हामीले बेसिकली गर्ने काम चाहिँ त्यो हो। तर एट द मिन टाइम हामी यहाँ वरिपरि गएर यो वरिपरिको भूगोलको बारेमा सतहको पानी अनि त्यसपछि गएर काहीँ यो के भन्छ माटोका अथवा चाहिँ बालुवाका तहहरू देखिन्छ भने तिनीहरू तहको थिकनेस कस्तो छ ती कुराहरू हेर्छौँ। त्यस कारण पहिला हामी हेर्छौँ होइन। अनि हेरिसकेपछि हामीसँग भएको डेस्कका डेटाहरू जुन हाम्रो खानी तथा भूगर्भ विभागले पब्लिस गरेको छ इन्भाइरोमेन्टल एन्ड इन्जिनियरिङ जियोलोजिकल म्याप अफ हेटौँडा एरिया भनेर त्यो कुरा अनि हामीले देखेको यहाँको फिल्डको अब्जर्भेसन अनि प्लस हाम्रो इक्विपमेन्टले दिएको डेटाको आधारमा हामी केही निष्कर्ष निकाल्न सकौँला यसको बारेमा है। तर अब अप्ठ्यारो चाहिँ यहाँ किन देखिन्छ भने यहाँको अलि 2-3वटा लिमिटेसन छन् क्या। एउटा चाहिँ यो जुन यो तारहरू छ यो आफैमा एउटा लिमिटेसन हो। यसले हामीले गर्न खोजिरहेको टेस्टलाई चाहिँ अलिकति कहिलेकाहीँ फल्स पोजिटिभ इम्प्रेसनहरू दिने हुन्छ होइन। प्लस अर्को चाहिँ यहाँ यो एकदम धाप रहेछ, यतापट्टि पानी छ, यहाँ जान एकदमै गाह्रो छ। अब हामीले छेउबाट मात्रै गर्ने हो। त्यति गर्दाखेरि डेटा सफिसियन्ट हुन्छ कि हुँदैन हामीलाई कन्क्लुजनमा पुग्न, किनभने गाडी बिचमा छ, त्यहाँ चाहिँ एकदम दलदल भएर जान सक्ने स्थिति नै छैन। त्यस कारण हेरौँ पहिला हामी काम गर्छौँ, त्यसको आधारमा सेकेन्डरी त्यसपछि नेक्स्ट स्टेप के हुन्छ भन्ने बारेमा हामी यसो बसेर हाम्रो फाइन्डिङहरू सेयर गरौँला नि है। हस्, थ्याङ्क यू।